सभामुख हुँदाखेरि भुटानी शरणार्थी काण्ड र भिडी भिसाको प्रकरणमा बोल्दाखेरि माइक काटेर नदिएको तपाईँकै पालामा होइन, माइक काटेर बोल्न नदिएको तपाईँकै बच्चा पालामा। मार्ने सांसद चाहियो भनेर मुद्दा लाइसकेको, महाकाली पनि आफ्नै निर्णायक मतले बेचेर खाइसकेको, त्यसपछि सभामुख जस्तो पद पनि पाइसकेको देवराज घिमिरेलाई अहिले 7.5 को दशा नमजाले लागेको छ। तपाईँ हेर्नुहोस्, हामी तपाईँलाई 43 वर्ष प्रतिनिधित्व गरेर पठाएको थियौँ त हामीले त। अहिलेसम्म किन सक्नु भएन गर्न? केले ढिलाइ गर्यो? कसले रोकेको थियो? सक्नु भएन। तपाईँ हेर्न सक्नुहुन्छ। माग्ने क्रममा यिनी राजा समर्थककोमा पनि जान्छन्, त्यहाँ पनि मुखभरिको जवाफ खान्छन्। तिमी सांसदमा हुँदा लाउँथ्यौ आरोप निराधार, अब भन तिम्रो के छ मत माग्ने आधार भन्दै जेन्जीले प्रश्न गरेका छन्। के आधारले माग्नुहुन्छ? के आधार छ तपाईको भोट माग्ने? एनजीहरू उल्टा उक्साडको लागेर मर्दा ओलीसँग खुसी किन साटेको, जनताको आवाज उठाउँदा माइक किन काटेको भनेर प्रिय जनताहरूले प्रश्न। जित्ने हो, एकजनाले हार्ने हो, तर हाम्रोमा तपाईँलाई पूर्ण रूपमा सिक्ने हामीले बन्द बनाएका छौँ र हामी त्यहाँ पस्न दिँदैनौँ। किन दिँदैनौँ भने तपाईँहरू कुन कानुनलाई टेकेर हाम्रामा पस्नुहुन्छ, नपसाएको हुन्छ। पछि हे मन्दिर पो जाउँ कि हे भगवान रुद्राक्ष माला लड्डु पो चढाउ कि भन्दै भौतारिएको कुरा सुन्नमा आएको छ।